कांग्रेस मुजीला पनि हाल्दिन एमाले मुजीला पनि हाल्दिन घन्टी मुजीला पनि हाल्दिन म उयो कालो माटोमा ठोक्छु यसपालि हाम्रो यो माटो नभई कहाँ जानु कहाँ बस्नु कहाँ सही सही तपाईँ घन्टीले किन हाल्न चाहनुहुन्न माओवादीले किन हाल्न चाहनुहुन्न कांग्रेसले किन हाल्न चाहनुहुन्न एमाले किन हाल्न चाहनुहुन्न म कालो माटो हाम्रो माटो हो कालो माटो सही त्यो मुजीहरूले के गर्छ हामीलाई त्यो मुजीहरूले लाख करोड पाउँछ हामीलाई दिँदैन यो माटो नभए हामी के खानु सही 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 आमाले सही भने यार अर्कोले जित त्यही हो र डराउँछ भने त्यसले लभै गर्दैन सही हो कुरा नडराएर घर परिवारलाई जितेर लभ गर्ने मान्छेले यस्तो उस्तो भनेर दोष लाउन मिल्दैन के सही हो कुरा लाउ कि नलाउ कि आफ्नो इच्छा अनुसार हामी परिपक्का चाहिँ लभ गरेको बिहे गर्ने मनस्थिति भएकाले कसैले पनि लभ गरिसकेपछि त बिहे सकियो सुख ल्याऊ कि नल्याऊ इच्छा सही नलाए पनि बिहे हुन्छ कि संसार सही मन भएदेखि लाउनै पर्छ 5 तला 20 तला लाएर यहाँ झुडाएर मुनि कुरो केही आयो सही हो कुरा मन परेर हामी दुई बीच बिहे गर्ने भनेर मन परिसकेपछि सुनको आवश्यकता रहँदैन त्यहाँनिर कुरो चाहिँ सही हो या त लभ गर्नु भने हाम्रो आफ्नो सुरल दिनु पर्यो केटो खोजेर दिनु पर्यो नाइ भने त्यस्तो चाहिँ हुँदैन भन्ने मेरो कुरा हो क्या सही हो तपाईलाई कस्तो लाग्यो उहाँको कुरा तल कमेन्ट गर्नु होला साथीहरु